चमेरोहरू कराएको सुनिँदैछ। हेलो नमस्ते सेवारो यहाँहरू सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि सन्चै हुनुहुन्छ होला सबैजना साथीहरू। अनि म पनि सन्चै छु। आज चाहिँ मैले कस्तो भिडियो लिएको छु भने अस्ति नै चाहिँ म खोटाङ हलेसी मन्दिर दर्शनको लागि गएको थिएँ, त्यहाँको भिडियो लिएर आएको छु है। अनि यो भिडियो कहाँको भन्नुहुन्छ भने यो चाहिँ मन्दिरभित्र छिर्नुभन्दा अगाडिको गेट बाहिरको भिडियो हो। तपाईँहरूलाई म देखाउँदैछु। अनि मेरो भिडियो फुल हेरेर चाहिँ मलाई साथ सपोर्ट दिनुहोला भन्दै साथीहरू। अब म चाहिँ यहाँनिर गणेश भगवानको पूजा गर्दैछु हैन। अनि जहिले पनि पूजा गर्दाखेरि मन्दिरमा चाहिँ पहिला चाहिँ गणेश भगवानको पूजा गर्नुपर्छ भनेर भन्छ नि त हैन। अनि त्यस पछाडि म चाहिँ यहाँनिर गणेश भगवानलाई पूजा गर्दैछु, फुलहरू चढाउँदैछु, नरिवलहरू हैन। अनि यो चाहिँ उता शिवजी चाहिँ यहाँ मुनि गुफामा बस्नुहुन्छ। अहिले म त्यो गुफा पनि तपाईहरुलाई देखाउँछु। यो चाहिँ के भन्छ मन्दिर बाहिर नै छ के, यो चाहिँ गेटमै छ रहेछ। अनि त्यस पछाडि यहाँनिर म पूजा गर्दैछु। अनि भिडियो बनाउने मान्छे अर्कै हुनुहुन्छ, हजुरहरुलाई म देखाउँछु, हेर्दै गर्नुहोस् ल। पुस महिनामा गएको साथीहरू, पुरा जाडो थियो। बिहानै उठेर नुहाइधुवाइ गरेर मन्दिरमा गएको हामी चाहिँ। अनि र पनि जाडो त्यस्तो जाडो चाहिँ भएको थिएन। अनि भगवानको पासमा जाने भएर हो कि भगवानलाई दर्शन गर्ने भनेर हो कि किन हो हामीलाई चाहिँ जाडोको त्यो उनै फिलै भएको थिएन क्या। अनि म चाहिँ यहाँ नरिवल फोड्दैछु। अब नरिवलको पानी चढाउँछु हैन। एकतालमै मैले फुटाइदिएको नरिवल। अनि म चाहिँ खुसी भएको क्या, सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो। तर एकतालमा हानिदिएको ड्याम्मै फुटिहाल्यो। अब यहाँ पूजा गर्ने, पूजा गरिसक्ने। अनि त्यस पछाडि हामी कता जाने भने गणेशलाई पूजा गरिसकेर तल शिवजीलाई गर्नुपर्छ। भिडियो हेर्दै गर्नुहोस् है, हेर्दै गर्नुहोस् ल। No. साथीहरू मैले चाहिँ 3 चोटि मन्दिरलाई वरिपरि घुमिसकेँ हैन। अनि त्यो धूप बालेर घुमिसकेँ। अनि धूप चाहिँ लास्टमा ठ्याक्क यहाँ राख्नुपर्ने रहेछ। अनि अब सक्यो। अब हामी कहाँ जाँदैछौँ भने गुफातिर जाँदैछौँ। मेन मन्दिर चाहिँ जहाँ शिवजी बस्नु भएको छ नि त्यहाँनिर जाँदैछौँ। यहाँ चाहिँ सिँढी छ, ओह्रालो ओह्रालो झर्नुपर्छ तल। हेर्नुहोस् त तल हो, यहाँ जाँदैछौँ हामी। परेवाहरू पनि उडिरहेछ हैन। अनि कस्तो अचम्मको छ है यहाँ चाहिँ ठाउँ चाहिँ। तपाईहरु को आउनुभएको छ हैन। म चाहिँ सेकेन्ड चोटि हो, पहिला पनि आएको थिएँ। अनि यो चाहिँ मेरो सेकेन्ड चोटि हो। अब फेरि एकचोटि जान्छु। 3 चोटि चाहिँ म पुर्याउँछु भनेको है। अनि यहाँनिर के छ भने म सबै देखाउँछु हैन। यहाँ माथि चाहिँ पार्वती बस्नु भएको अरे, शिवजीले लुकाउनु भएको अरे हैन। यहाँ थोरै सिँढी छ नि त्यहाँबाट। अनि साथीहरू हामी चाहिँ ओह्रालो झर्दैछौँ सिँढीबाट अझै पनि
तल झर्नुपर्छ शिवजीलाई भेट्नको लागि चाहिँ। शिवजी बस्ने ठाउँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, यस्तो छ है। यो सबै प्राकृतिक रूपबाट यस्तो भएको है, कसैले पनि बनाएको होइन। अनि हेर्नुहोस् न, शिवजी भगवान चाहिँ कहाँबाट लुकेर आएर भागेर आएर यहाँ भित्र गुफामा बस्नु भएको अरे। आफै गुफा भिरलाई चाहिँ फोडेर बस्नु भएको अरे होइन, हाम्रो आमाहरूले भन्नुहुन्थ्यो। अनि तपाईँहरूलाई कस्तो लाग्छ अनुमान गर्नुहोस्, हामीलाई पनि त्यस्तै लाग्छ होइन हेर्दाखेरि। अनि यहाँ चाहिँ भिडियो बनाउनु दिनुहुन्न रहेछ, थोरै बनाएको मैले चाहिँ गाली पनि खाएँ। यो चाहिँ मेन ठाउँ हो शिवजी बस्नु भएको, देख्न सक्नुहुन्छ। साथीहरू, हामीले चाहिँ शिवजीको दर्शन सकेर पनि अर्को पनि तल्लोपट्टि गुफा छ नि त, त्यतापट्टि जाँदैछौँ। अनि ठ्याक्कै जाँदा जाँदै यहाँनिर बाटोमा चाहिँ यस्तो दियो रहेछ। यो दियोलाई चाहिँ बाल्नुपर्ने रहेछ। अनि बाल्दाखेरि चाहिँ जति एउटा बाल्छु भन्दा पनि हुने, दुईवटा बाल्छु भन्दा पनि हुने, सबै बाल्छु भन्दा पनि हुने। अनि एउटा दियो बराबर चाहिँ 15 रुपियाँ गोटा रहेछ होइन। अनि यो दियो बाल्दाखेरि चाहिँ यस्तो आफूले मनमा चाहिँ माग्नुपर्छ अरे क्या, मलाई यो चिज यस्तो चाहिएको छ, मेरो लागि यो पुरा होस् भनेर चाहिँ दियो बाल्नुपर्छ अरे भन्दै हुनुहुन्थ्यो त्यहाँको बोजूले। अनि त्यस पछाडि मैले चाहिँ 3वटा मात्रै बालेँ होइन, खोइ मनमा के सोचेको थियो थाहा भएन। अनि मेरो छोराले पनि बाल्छु भन्यो नि त, उसले नि रहर गर्यो। अनि उसलाई पनि मैले 3टा बाल्योस् भनेर 3टा बोलाइदिएँ उसको हातमा राखेर। अनि हामीले यसरी बालिसक्यौँ। अनि त्यस पछाडि फेरि तल गयौँ, उता तल गुफातिर। तल्लो गुफा छ, त्यहाँ तल्लो गुफा चाहिँ कस्तो छ भने यसरी जानुपर्छ, सिडी 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 झर्नुपर्छ। निस्किँदा चाहिँ फेरि निस्किनुपर्छ माथि 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 स्या 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 हुँदै। म चाहिँ छोरालाई बोकेर ओह्रालो पछाडि सोल्टी र सोल्टी बाटो चाहिँ यस्तो रहेछ नि। बाटो चाहिँ भएर निस्किँदा चाहिँ साह्रो पर्छ। अनि कहाँ जान्छ अर्को बाटो होला नि, यही हो। आउने वस्त्रहरू लिएर जानु है तल। शिलाजी आसु गुम्बाहरू लानु होला। यो पहेँलो वस्त्र चाहिँ गुरुले जपेर नानीलाई लगाइदिने हो। यो सेतो वस्त्र चाहिँ महादेवको पैतालामा यो पहेँलो चाहिँ भित्र, पहेँलो चाहिँ कस्तो हो भने भित्र गुरु लामा हुनुहुन्छ, उहाँले जपेर हजुरहरूलाई लगाइदिनुहुन्छ। एउटा लानु सेतो पनि छ भाइ। हो चराउने पारी डाँडामा साथीहरू, अहिले चाहिँ हामी अर्को गुफातिर पसिसकेको छौँ। एउटै भिर हो, तर अर्को पाटोमा शिवजी बस्नु भएको छ भने यो पाटोमा चाहिँ लामाहरू हुनुहुन्छ माथि। अहिले म देखाउँछु तपाईँहरूलाई। पहिला चाहिँ यहाँ शिवजी बस्नु भएको अरे। अनि शिवजीलाई चाहिँ यो ठाउँमा नपरेर चाहिँ फेरि त्यही भिरलाई अर्कोपट्टिको पाटोमा गएर चाहिँ गुफा फोडेर चाहिँ त्यहाँ बस्नु भएको अरे भन्ने किंवदन्ती भनाइअनुसार सुनेको। हाम्रा आमाहरूले पनि त्यस्तै कुरा गर्नुहुन्थ्यो। साथीहरू, यो दुलो दुलो छ नि, यो ठुलो दुलोमा हात हाल्नु पनि भाइले। यो चाहिँ शङ्ख हो अरे होइन। शिवजी भगवानले चाहिँ भागेर आउँदाखेरि हतार भएको बेलामा चाहिँ ठ्याक्कै त्यो हातमा शङ्ख बोकेर आउनुभएको थियो अरे। ठ्याक्कै त्यो भित्तामा यसरी फुत्त छोडेर सुइँ भाग्नु भएको अरे होइन, त्यस्तो भनाइ छ। अनि यो चाहिँ बजायो भने सेम बजाउनु जान्नेले र बजायो भने चाहिँ सेम शङ्ख जस्तै नै बज्छ है। अनि यहाँ हाम्रो भाइले चाहिँ बजाउनु हुँदैछ, तर भाइले चाहिँ खासै पाराले जस्तो लागेन मलाई। सुन्नुहोस् ल तपाईँहरूले। अनि मेरो बुढोले चाहिँ राम्रै बजाउनु भयो, सुन्नुहोस् ल। भाइ त आगो फुके जस्तो गर्नुहुन्छ त। आगो फुकेको जस्तो मात्रै भयो है।
ठ्याप्पै मिलाउँछु नि एकचोटि ट्राई गर्नु त लास्ट ठ्याप्पै मुला तपाईँको सास पुरा गीत कसप सकिँदैन हामी त झन् सास तान्न छिटो खान्छु भयो अब भयो लास्ट नानीले भावना यहाँ चाहिँ यस्तो छ है साथीहरू चमेरोहरू कराएको सुनिँदैछ चमेरो कहाँ कराउँदैछौ चमेरो कहाँ कराउँदैछ नदेख्दो पो रहेछ माथि यहाँ माथि कराउँदैछ नि आम्मा के अरे चमेरो हो हेर त कराएको चान्चुन्दैछ सिडी चढेर जानुपर्छ शिवजी यस्तो दामी ठाउँमा बस्नु भएको छ लु भयो मलाई अघि देखिहाल्नु भने त्यो चाहिँ शिव चाहिँ बस्ने खोटाङ भनेपछि महादेव यसकै उतापट्टि होइन गुफा शिवजीको पाइला छ अरे यहाँ चाहिँ ल हाम्रो हेन्सम भाइहरूलाई पनि आए कस्तो अचम्म छ है हेर्नु त हल्लाउँदैन नि फेरि यहाँ चाहिँ यो यस्तै अँधेरो यस्तो छ माथि चाहिँ आकाश देख्नु सिधै ढ्वाङ यो चाहिँ फोरेर भित्र यहाँ लुकेको अरे क्या बङ्गै पृथ्वी फोरेर यहाँबाट निस्केर होइन हौ यहाँ लुकेको चाहिँ त्यो लास्टमा यहाँबाट निस्केर लग्नु ए अनि उतापट्टि चाहिँ गएर बसेको भन्ने किंवदन्ती भनाइअनुसार चाहिँ त्यस्तो छ यहाँनिर बुद्ध लामाहरू बस्नुहुन्छ चमेरोहरू यस्तो तल हामी यो बाटो आएको यहाँबाट निस्केको हामी उकालो चढ्दा स्यास्या भयो यो त फोटो खिच्नु पाउँछ होला नि गर्छ होला अलिअलि त अनि किन झर्दैन अनि यो त शिवजीको पाइला खोइ झर्दैन नि भाइ अघि हामी आएको बाटो चाहिँ त्यहाँबाट निस्किन्छ ठ्याक्कै तलदेखि
यस्तो छ साथीहरू। अब हामी निस्केको तलदेखि तल मान्छेहरू हुनुहुन्छ, त्यहाँबाट निस्केको हामी ठ्याक्कै उकालो। मेरो खुट्टा थर्र त्यहाँबाट यस्तो आयो, यस्तो यस्तो निस्कियो। यस्तो छ, सोध्नुपर्छ। अब चाहिँ ए बकटे लागेको अब हामी घरतिर। अब हामी निस्केको गुफाबाट माथिबाट माथि गएर हामी चाहिँ अब गएको। म तपाईँहरूलाई चमेरो कराएको मात्रै सुनाउँछु है। पुरा कराउँदैछ चार चिची गर्दै। त्यो भिडियो चाहिँ के भन्छ, भित्र त फोटो खिचेन नि। मैले त कस्तो उकालो छ भने नि गलेमा त हिँड्दा म त यतै हिँडिरहेको छु। नानी पनि बोकिरहेको छ, अरूले नै स्या भइसक्यो। यो तलदेखि आएको हामी कोही देखेन। मेरो त खुट्टा थर काम्दैछ हौ। अब हामी यहाँबाट निस्किसकेर होटल जान्छौँ। खाना अर्डर गरेको छ, खाना खान्छौँ। अनि त्यहाँबाट खोटाङको दिक्तेल बजार हुँदै चौखेवा ट्याम्के
ट्याम्की चाहिँ डाँडामा छ होला ट्याम्की मुनि मुनि हुँदै अनि भोजपुर जिल्ला पुग्छौँ अनि त्यहाँबाट आज हाम्रो बस भोजपुरमै हुन्छ ल साथीहरू सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा अब अर्को नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ आजलाई बाई बाई